नमस्कार साथीहरू, एकदमै खुसीको खबर हामी तपाईहरुमा लिएर आएका छौं। महेन्द्र सिंह धोनी नेपालको भन्न चिनिने मोहम्मद आदिल आलम क्रिकेटमा रिटर्न गर्दैछन्। तपाईलाई थाहा छ यो कुरा? भर्खरै प्राप्त भएको जानकारी अनुसार मोहम्मद आदिल आलम नेपालको डोमेस्टिक लिग रौतहट प्रिमियर लिगमा खेल्ने भएका छन्, जुन गौर वारियरको टिमबाट खेल्ने भएका छन्। मोहम्मद आदिल आलमलाई नेपालको महेन्द्र सिंह धोनी भनेर पनि चिन्ने गरिन्छ, सबैलाई थाहा भएकै कुरा हो। नेपाली क्रिकेट खेलाडी मोहम्मद आदिल आलमलाई नेपाल टी20 लिग 2022-23 मा स्पोर्ट्स फिक्सिङ गरेको आरोपमा पक्राउ गरेको थियो। तर मार्च 2024 मा काठमाडौँ जिल्ला अदालतले पर्याप्त प्रमाणको अभावको आधारमा उनलाई निर्दोष ठहर गर्यो। यस निर्णयपछि आदिल आलमले पुनः अभ्यास सुरु गरेका छन् र नेपाली क्रिकेटमा फर्किने तयारी गरेका छन्। तर इन्टरनेशनल खेलकुद परिषद आईसीसीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले उनको भ्रष्टाचार विरोधी इकाइबाट भने अझै पूर्ण रूपमा सफाई दिएको छैन। त्यस कारणले मोहम्मद आदिल आलमलाई नेपाली क्रिकेटमा फर्किन केही समय लागेको हो। 2 दिन अगाडि मात्रको कुरा हो। क्रिकेट संघ नेपालका सदस्यहरूले मोहम्मद आदिल आलम र महबुब अन्सारीलाई मुलपानी क्रिकेट ग्राउन्डमा केही सोधपुछका लागि बोलाएका थिए। त्यसको लगत्तै यो खबर आएको छ कि उनी रौतहट प्रिमियर लिग खेल्दैछन्। यो एकदमै खुसीको कुरा हो नेपाली क्रिकेटको लागि। यदि उनी नेपाली क्रिकेटमा फर्किन्छन् भने नेपाललाई महेन्द्र सिंह धोनी भने पनि हुन्छ कि उनी यति राम्रो प्लेयर छन् जसले फिनिसिङ गरेर पनि एकदमै राम्रो भूमिका निर्वाह गर्छन्। आशा छ हामी उनलाई छिट्टै नेपाली क्रिकेटमा फर्केको हेर्न चाहन्छौँ। अब उनी रौतहट प्रिमियर लिग खेल्दैछन्, जुन रौतहट प्रिमियर लिगमा उनी गौर वारियर्सको टिमबाट खेल्ने भएका छन्। यसका साथै उनी सफाई पाएकोमा एकदमै खुसी छौँ। अझै आधिकारिक जानकारी भएको छैन, तर उनले लिग खेल्ने पक्का भइसकेको छ। त्यसैले आदिल आलमलाई भविष्यको शुभकामना दिँदै फेरि उनको कमब्याक चाँडै होस्। हामी उनी जस्ता खेलाडी हेर्न एकदमै उत्सुक छौँ। सबैले साथ गर्नुपर्छ। अब सबैले साथ दिनुपर्छ आदिललाई। उनी यस्तो समस्याबाट भर्खर फर्केर आएका छन्। त्यसैले साथीहरू, आदिल अन्सारीको खेल हेरौँ सबैजनाले। उनी अब छिटै नै नेपालको राष्ट्रिय टिममा फर्किन्छन् भन्ने आशा गर्दछौँ हामीहरू। अरू यस्तै न्युजहरूको लागि हाम्रो च्यानलसँग जोडिनु होला। हाम्रो च्यानललाई लाइक, कमेन्ट, सेयर गर्नु होला। साथीहरूमा भिडियो मन परेमा सब्स्क्राइब गर्नु होला या त फलो गर्नु होला। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने तपाईहरुलाई हामी नेपाल क्रिकेटको सम्पूर्ण आधिकारिक जानकारी दिने नै छौं।